अस्ट्रेलियाको पूर्वी तट साइक्लोन अल्फ्रेडको चपेटामा परेको छ। बिहिबार सुरु भएको खराब मौसमका कारण क्विन्सल्यान्ड र न्यू साउथ वेल्समा व्यापक असर परेको छ। विद्यालयहरू बन्द भएका छन्, सार्वजनिक यातायात स्थगित गरिएको छ र प्रभावित क्षेत्रका अस्पतालहरूमा आपतकालीन सेवा बाहेक अन्य सेवाहरू स्थगित गरिएका छन्। यो समाचार तयार पार्दासम्म शनिबार बिहान सनसाइन कोस्ट र गोल्ड कोस्ट बीच कतै साइक्लोन अल्फ्रेड ल्यान्डफल गर्ने अनुमान गरिएको छ। यदि पूर्वानुमान मिल्न आएमा यो 1974 को विनाशकारी ब्रिस्बेन नजिक प्रहार गर्ने पहिलो प्रमुख साइक्लोन हुनेछ। अल्फ्रेड अहिले ब्रिस्बेनको 280 किलोमिटर पूर्वमा रहेको छ। मौसम विज्ञान ब्युरोका अनुसार यसको निरन्तर हावाहुरीको गति 95 किलोमिटर प्रति घण्टा रहेको छ, जबकि हावाहुरीको गति 100 किलोमिटर प्रति घण्टासम्म पुग्न सक्छ, जुन ल्यान्डफलको समयमा यो गति कायम रहने सम्भावना छ। तर सबैभन्दा ठूलो खतरा भनेको बाढी हो। प्रारम्भिक अनुमान अनुसार ब्रिस्बेनका करिब 20,000 घर विभिन्न स्तरको बाढीबाट प्रभावित हुन सक्छन्। यी घरहरू मुख्यतः नदी आसपासका बढी प्रभावित क्षेत्रमा छन्। प्रधानमन्त्री एन्थोनी अल्बानिजीका अनुसार दक्षिण क्विन्सल्यान्डका 660 र उत्तर न्यू साउथ वेल्सका 280 विद्यालय बिहिबारदेखि नै बन्द गरिएका छन्। संघीय सरकारले प्रभावित क्षेत्रमा 3 लाख भन्दा बढी स्यान्डब्याग्सहरू वितरण गरिसकेको छ भने थप पठाइँदैछन्। उत्तर न्यू साउथ वेल्सका करिब 4500 घर र व्यापारिक केन्द्रमा विद्युत आपूर्ति कटौती भएको छ। राज्य आपतकालीन सेवा SES ले उत्तर रिभर्स र मिड नर्थ कोस्ट क्षेत्रमा 6300 भन्दा बढी उद्धार कलहरू प्राप्त गरेको छ र 3400 भन्दा बढी घटनामा प्रत्यक्ष उद्धार गरिसकेको छ। राज्य आपतकालीन सेवा SES ले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन, सरकारी चेतावनीहरू पालना गर्न, सुरक्षित स्थानमा सारिन र आवश्यक आपूर्तिहरू तयार राख्न अनुरोध गरेको छ। छिमेकीहरूको अवस्था बुझ्न र आपतकालीन सन्देशहरू सम्प्रेषण गर्न पनि नागरिकहरूलाई आह्वान गरिएको छ, ताकि सबैजना सुरक्षित रहन सक्छ।